आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि म यहाँलाई एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। आजको विषय रहेको छ विवाह महिना विचार। हामीले विवाह गर्दाखेरि महिना विचार गरेनौं भने वैवाहिक जीवन चाहिँ अशुभ रहन्छ। त्यो अशुभ रह्यो भने के नराम्रो हुन्छ त? र कुन कुन महिनामा विवाह गर्नको लागि शास्त्रले मान्यता दिएको छैन र विशेष गरी आज म यहाँलाई ज्येष्ठ सन्तानको विवाह गर्नलाई अनिवार्य रूपले किन विशेष जुराउनु आवश्यकता छ त? जेठो सन्तान जेठ महिना दुई ज्येष्ठमा बिहा गरेको भने एकदमै अशुभ हुन्छ। जेठो कन्या जेठो वर र ज्येष्ठ महिना त्रिज्येष्ठ तीन जेठ अथवा त्रिज्येष्ठ परेको बेलामा पनि बिहा गर्नलाई एकदमै अशुभ मानिएको छ। त्यसले गर्दाखेरि विशेष गरी जेठो सन्तानको लागि विवाह गराउँदाखेरि आफू जन्मेको महिना, आफू जन्मेको तिथि, आफू जन्मेको बार, आफू जन्मेको नक्षत्र सम्पूर्ण कुराहरू पर्नु हुँदैन। र जेठो सन्तानलाई मात्रै यो लागू हुन्छ। माइलो सन्तानदेखि अथवा कान्छो सन्तान अरू जेठो पछिका बाहेकका सन्तानलाई चाहिँ यो विशेष गरी जुराइरहनु पर्दैन। त्यस्तै गरी जेठो सन्तानले जेठ महिनामा कुनै पनि शुभ कार्यहरू गर्नु हुँदैन, उत्सवको कार्यहरू गर्नु हुँदैन, शुभ भन्दा पनि उत्सवको कार्यहरू गर्नु हुँदैन। त्यस्तै गरी जेठो सन्तानले मङ्सिर महिनामा पनि उत्सवको कार्यहरू गर्नु हुँदैन। विवाह गर्नको लागि उपयुक्त महिना भनेको मङ्सिर, माघ, फागुन, वैशाख, जेठ र असार हो। यो भन्दा बाह्र अरू महिनामा बिहा गरेको शुभ हुँदैन भनी शास्त्रीय मान्यता रहेको छ। त्यसकारणले यहाँहरूले आफ्नो सन्तानको स्पेशली विशेष गरी ज्येष्ठ सन्तानको विवाह गराउँदा विशेष जुराएर मात्रै गर्नुहोला भन्ने शास्त्रीय मान्यता रहेको छ। हस्त दर्शकबिन, आजको यो एउटा महत्त्वपूर्ण जानकारीबाट म बिदा लिन चाहन्छु। नमस्कार।